गाइज हामी चाहिँ आज लन्डन जानु लागेको अनि मलाई चाहिँ भ्लग बनाउनु मन लाग्यो अनि म चाहिँ मेकअप देखाउन आएको गाइज कस्तो देखिएछु मलाई भन्नु होला अनि के भन्छ अरे मेरो साथ दुईजना साथीमा चाहिँ एकजना चाहिँ काममा गहन् अनि एकजना चाहिँ दिदीकोमा गए अनि यतिकैमा मेरो फोन आयो अनि त्यसपछि के भन्छ अरे अरू भिडियो चाहिँ हामी लन्डन जाने बेलामा एकछिन बाद बनाउँछौँ गाइज मैले चाहिँ यो कपाल बार्दिएको भिडियो बनाउनु बिर्सेछु साथीको यता हेर मैले चाहिँ यतिको बनाइदिएँ राम्रै देखेँ होइन गाजर पनि लगाइदिएँ मेकअप पनि गरिदिएँ अब यस्तो म चाहिँ यहाँ ल गाइज फेरि अर्को आएपछि भेटौँला हाई गाइज एन्ड दिस इज माई फाइनल लुक कस्तो यो के भन्छ अरे क्यामेराको छायाले म लास्टै काली हात देखेको तर म यस्तो धरी काली चाहिँ छैन गाइज फाइनली हामी चाहिँ यहाँनिर लगेज कहाँ गयो यहाँनिर रेडी भयो अनि ऊ चाहिँ आइसक्यो त्यहाँ भात खाँदैछ तुलसी जुत्ता लाउँदैछ सो नाउ वी आर गोइङ सो हामी चाहिँ बस स्टेसनमा आयौँ गाडी आउन 34 मा आउँछ अरे सो त्यही बसिरहेको सो यो फ्रन्ट क्यामलाई त यस्तो मलाई चाहिँ पछाडिबाट भ्लग गर्न आउँदैन त्यही भएर यो अगाडिबाट यस्तै बनाएको गाइस यताबाट राम्रो आहा नि छैन नि यताबाट त्यहाँ चाहिँ ऊ टिकटक बनाउँदैछ यहाँ चाहिँ यस्तो छ अवस्था गाइस म चाहिँ गाडीमा छु अनि मलाई फोटो चाहिँ लागिरहेको छ हाम्रो सानो लग्यो जहाँनिर सुजित चाहिँ त्यो र उत्रै खानु गाइस यता हेर्दा हेरिदिने अरे यहाँको बच्चाले हाल्यो भने अब अनि यो पर्सीमा हो अब म देखाउँछु है गाइस यो चाहिँ म हो यसरी अब फ्रन्टबाट गर्दाखेरि चाहिँ राम्रै आउनु लाग्यो क्यामेरा नै किन होला गाइस म चाहिँ फेरि आएँ भन्ने अरे कि आज चाहिँ यति सिटी यति प्याक रहेछ गाइस एक गरी छोडिदिउँ भिडियो बनाउन नि डर मर्दो कता फाइन पारिदिउँ हुन् सुजाता आफ्नै रिसाले हिँडे लगेज बोक्नु परेर हाम्रो जाने गाडी चाहिँ यही हो है ल गाडी गाइस हामी चाहिँ गाडीमा चढिसक्यौँ अनि मेरो सिट चाहिँ पछाडि थियो अनि त्यसपछि एकजना मान्छेले म यहाँ बस्छु त्यहाँ बस् भनेछ हामी चाहिँ सँगै भयौँ अनि प्रतिमा चाहिँ अगाडि चाहिँ रोक्नु है गाइस देखाउनु चाहिँ त्यहाँनिर सो गाडीमा चाहिँ यस्तो ब्लू लाइट राखेको छ गाइस हामी त फर्स्ट टाइम कस्तो राम्रो लाइट है हामी चाहिँ अब चाहिँ 17 होला लन्डन पुगेर फेरि भ्लग बनाउँछौँ अलिअलि यस्तो बाटो देखेर कस्तो नेपालको याद आयो यहाँनिर फेरि एक कुरकुरे खाँदै थियो नि त त्यही भएर के यस्तो हामी त्यस्तोतिर उठिसक्यौँ हामी लन्डन नि पुगिसक्यौँ अब बङ्को स्टेसन पुग्न बाँकी छ राति गइसक्यो अगाडि छुट्टै छ खोइ कहाँ हो लन्डन चाहिँ गाडी चढ्यौँ फेरि अर्को गाडी चढ्नु लाग्दा अनि यहाँनिर चाहिँ हामीले मनिका भेट्यौँ हामीले त भ्लग बनाउनै बिर्सेछौँ त्यहाँबाट निस्क्यौँ अब लन्डन ब्रिज जानु लाग्यो हो मैले यस्तो फ्रन्ट क्यामेरा गर्नु साथै कालो आइहाल्छ हौ फ्रन्ट क्यामेरा गर्नु साथै कालो आउँछ गर्मी नगर्मी छ 20 कति 30 डिग्री प्लस त्यही घाम भएर बसिरहेको छौँ अति नै Too much time, guys.
फाइनली हामी चाहिँ ब्रिज पुग्यौँ यो चाहिँ नजिकबाट खिचेको अनि त्यसपछि हामीले लन्डन डेरी चक्लेट चाहिँ 2 वर्षदेखि राखिरहेको खाँदै खानै त ल लन्डनमा बसेर लन्डन डेरी गाइस लन्डन डेरी चाहिँ थाकेर यस्तो बहुमा यिनीहरू नै यता छन् गाइस मान्छेहरू आउँछ हेर्दैछ हामी चाहिँ ठगिसक्यो हामी चाहिँ थाके पनि यो लन्डन आइतिर गयौँ त्यसपछि हामी पार्क गयौँ इन्जोय गर्दै शीतल थियो अनि त्यसपछि चाहिँ फेरि हामी यो पोखरीमा एकछिन के भन्छ यसलाई हो यही हेर्दै थियौँ त्यसपछि हामी घर फर्कियौँ भिडियो बनाउन बिर्सियो